तस्तोस्तु। यो शक्ति हामी तीनजनाको संयुक्त परिश्रमबाट आएको शक्ति हो। अब हामीले जुनसुकै शक्तिलाई पनि हामी यो शक्ति प्रयोग गरेर जित्न सक्छौँ। त्यसैले सबैले आफ्नो नाग अस्त्र लिएर आउनुहोस्, त्यसपछि बल्ल हामी शत्रुसँग जुझ्न जान्छौँ। हुन्छ नागराज, म मेरो अस्त्र लिनलाई नाग गुफा जान्छु। हुन्छ नागराज, म पनि मेरो अस्त्र लिनको लागि गाउँतिर जान्छु। हस्। अब यो अस्त्र भएपछि कसले जित्छ? नागमणी, मेरो नागमणी। ओइ भैरवी, तैँले त्यो नागमणि लिएर जान पाउँदैनस्। त्यो नागमणि मलाई दिएर जा। यो नागमणी तँलाई दिएर जाने होइन, तँलाई मारेर जाने हो। यो अम्माको पात चबाउनु त पखाला अलिक ठिक गर्छ हो यसले। चारो पात भए पुगिहाल्थ्यो नि। पुरै जङ्गल ल्या छस् त होइन, गाई भैँसी नै सम्झिस् कि क्या हो? मलाई बिग्रियाडको अलिक धेरै माया लाग्छ हौ मलाई, त्यही भएर ल्याइदिएको के। यो सबै पात चबाउनु त ठिक गर्छ हौ। यसको मात्रै भर नपरौँ बाबु, मलाई धेरै गाह्रो भइसक्यो। म जीवन जल पनि खान चाहन्छु। तँलाई पठायो भने उतै हराउँछस्। म पसलमा गएर जीवन जल किनेर लिएर आउँछु। बिग्रियाड भनेपछि यो अम्माको पात सबै नहानी त? कहीँ खिच। यो राजनले चुनावै जित्यो क्या हो? पुरै सम्मान छ त। ल हेर्नु फेरि यसको बुद्धि। आज भोलि चुनाव जितेकालाई सम्मान गर्न छाडिसकेका। यस्तो नभन्नु के, काठमाडौँको मेयरलाई सम्मान गरेको छन् त हौ। यस्तो काठमाडौँको मेयरलाई सम्मान गरेका छन्। काठमाडौँको मेयरले त अनि चुनाव सँगसँगै जनताको मन पनि जितेको छ नि त मिज्यू, यसरी बुझ्दैन। अनि त्यसो भए के खान यस्तो हुलिया बनाएको त हौ? के खान अरे फेरि हेर्न, पलौ खान। यो चान्चिने मान्छे लोकसभा आयोगमा भिडेर अधिकृतमा नाम निकालेको छ यसले। यस्तो अधिकृत भएको मान्छेलाई मेरो घरको बाटो नलग्दा र प्लिज। किन मिज्यू?
अस्तिदेखि मेरो विज्ञानले तसँगै पढेको साथीले अधिकृतमा नाम निकाल्यो तैँले के गरिस् भन्छ प्रगति गरेका साथीलाई मेरो घरको बाटो नहिँडाइदियो न प्लिज त्यसो भए यताबाट लाने यता नलाउ यता लाउनु त मेरो घर पर्छ मेरो बाबु पनि त्यस्तै छ नि बरु यो बाटो नलाउनु न प्लिज के गर्ने मलाई कताबाट लान्छौ त कताबाट लाने का जेठको अधिकृतमा नाम निकालिदिइहाल्यो त्यही त अब हेलिना यो छोड्ने खालको मान्छे होइन यो तेरो बाजे यो छोड्नै नमिल्ने मान्छे हो क्या नमस्कार हजुर नमस्कार बाबुलाई ठम्म्याउन सकिनँ मैले हजुरलाई सन्चो छैन कि क्या हो यो पखाला लाएर अलिकति गाह्रो भइरहेछ धरा बुढो शरीर उलुक्कै भइएला कि भन्ने डर पो लागिरहेछ बाबु यो बुढो शरीरलाई जवान शरीर बनाउनु मन छ बुढो शरीरलाई जवान बनाउनु मन छ रे भोलि बुढो शरीरलाई जवान कसरी बनाउने हो मसँग एउटा यस्तो औषधिको झोल छ जसको प्रयोग गरेपछि 20 वर्ष उमेर गर्छ जवान देखिन्छ हावा कुरो गर्ने यस्तो पनि हुन्छ होइन कसरी विश्वास गर्नु हो यस्तो कुरो भनेपछि विश्वास लागेन तपाईँ पटक्कै विश्वास लागेन पक्नेस् म विश्वास दिलाउँछु ल हेर्नुहोस् यो फुल देखिरहनु भएको छ नि देखेको छु यो औषधि हेर्नुहोस् है यसलाई चाहिँ छिस्सा 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 ल हेर्नुहोस् ल देख्नुभयो त मरिसकेको फुल कसरी जवान भयो यो औषधिको झोल यसको हातबाट फुकाउन पाए भने त म रातारात करोडपति बन्छु यसकारण मैले यसलाई यहाँ थुनेर राखेको त्यो औषधि चाहिँ कहाँ छ हौ विज्ञान बिस्तारै सोध कसैलाई शङ्का नहोस् भनेर मैले सारङ्गी भित्र लुकाएर राखेको छु यो कुरो तँलाई र मलाई बाहेक अरू कसैलाई थाहा हुनु हुँदैन बुझिस् थाहा हुँदैन कसैलाई थाहा हुँदैन सम्झिन्छु हजुर यहाँ ल अब तपाईँले पनि थाहा पाइहाल्नु भयो जस्तो छ अरूलाई चाहिँ यो कुरा थाहा नदिनु है सम्झुरी म बस म भने 20 वर्ष गते तलै नि हुँदैछु सारङ्गी सम्झिन्छु सम्झिन्छु के गरे भने तपाईँले के सम्झुरी बाबु सारङ्गी लिएर जानु भयो नि क्या सम्झुरी बाबु सम्झिनेछु यो उमेरमा हजुरले के गरे भने चोर्नी भनेर भन्छ पनि सम्झिनुलाई नमिल्ने ए सम्झिनेछु होइन के गर्नुभयो भने अरे सम्झ रोक्नु गएर होइन के बस बना हो तपाईँको दौडिने छिटो सम्झिने के गरे भने नागराज यो महाकालसँग किन न्यु खोज्छस् ज्यान जोगाउनु छ भने भागिहाल ओइ महाकाल म त्यतिकै यहाँ आएको होइन तिमीहरूले नागवर्गको नागकन्याहरूलाई अपहरण गरेर राखेका छौ यो मलाई बिल्कुल मन परेन यो नागकन्याहरूलाई छिटोभन्दा छिटो यहाँबाट
मुक्त गरिहाल। नत्र होइन भने तिमीहरूलाई मेरो रूप देखाउँछु। त्यो के रूप छ? देखा देखा, हेर्छु म पनि। भनेको मान्दैन होइन तिमीहरूलाई? किन मान्नु? भैरव, किन त्यसको शक्तिले हाम्रो शक्तिले बसमा पार्न सकिरहेको छैन? महाराज, त्योसँग नागमणि छ। त्यही नागमणिको शक्तिले यसले हामीलाई जितिरहेछ। नागमणि त तिमीसँग पनि छ, हान्दे यसलाई। महाराज, अब यो बस्दैन। जय लंकेश। जय लंकेश। होइन, सिद्धिँदैन त। बाहिर निस्किँदैन क्या हो यो? महाकाल, तैँले मलाई यति सजिलै कहाँ सिध्याउन सक्छस् त? यो इलाका त मेरो हो, मेरो। रोनिका, तिमीले यो ठाउँ छोड्नु पर्ने भयो। यो ठाउँमा मैले ठुलो काम गर्न लाग्छु। हेपेको बिर्सिस् तैँले मलाई? तेरो जतिसुकै ठुलो काम भए पनि पुरा हुनु दिन्न म। के भनिस् रे तैँले? त मर्छस् अब। जय लंकेश। यमराजको टिकट लिन भाउ पनि आएछ। दुईटैलाई यमराजको टिकट काट्दे।
मेरो टाउको गयो समान तिनीहरू भागो खेदा त्यसलाई दैत्यहरू को हुन् तँलाई किन मार्न खोजिरहेछन् शमशेरी भाउजू मेरो आइडिया ठिक छ नि के को ठिक हुनु नि यस्तो चोर आइडिया अरे होइन कसरी चोर आइडिया भयो का होइन के आइलागे नरिसानो सापटे दिमाग खुस्किया मान्छेले जे पनि भन्न सक्छ नि हँसायो दिदी हँसायो दिदी रे भाउजूलाई पनि कहीँ दिदी भन्छन् अब दिमाग खुस्कियाले जे पनि बोल्छ नि अनि यस्तो हालत चाहिँ किन बनायो सापटे यस्तो हालत भएर हिँडिसकेपछि कसैले वास्ता नगरोस् भनेर हो का अब मानसिक सन्तुलन गुमेको यस्तो पोसाक लगाएर हिँडिसकेपछि कसैले वास्ता गर्दैन कसैले वास्ता नगरेपछि जङ्गल खेर्ने रुख लडाउने दाउरा बनाउने अनि साँझ परेपछि लिन आउने कस्तो लाग्यो मेरो आइडिया एकदम राम्रो लाग्यो फुपाजु दिमाग बिग्रिया मान्छेले जे पनि भन्छ नि कस्तो बाटोमा ल्याएको के सापटे यहाँ चाहिँ मलाई समात्नै पर्छ ल के खदालेको सापटे अब दाँतले रुख काट्न मिल्दैन बिलेटले ढल्दैन त्यसपछि यो हतियार प्रयोग गर्ने रुख लडाउने जाने काट्दैछन् त ओइ को तिमीहरू रुख काट्ने को त ओइ को तिमीहरू ओइ ओइ कता भागे ओइ ओइ कता रे ओइ दादा तँ तस्करलाई त पक्रस कहाँ भाग्ला त दैछ बाख्रा हेर्ने कर्म मेरो यस्तै रहेछ आदि खोला उर्लेर आयो आउने थिन मायाले काटेर भाग्यो त अब यो बाख्रा त मेरो हो बाख्रा चाहिँ मेरो गोठालो फरक छ त के भयो अब बाख्रालाई छोडेर जाने कुरा आएन ल यताबाट जाने आऊ यता होइन यता पका पका पका
बाख्रा लिएर कहाँ हिँडेको हौ को तपाईँ अर्को बाख्रा चोर्ने होइन के आयो लागे आफ्नै बाख्रा पनि लिएर हिँड्न नपाउनु चम्सुरी मम पो के हालत बनाएको हौ यो जस्तो हालत बनाए पनि तँ ढाकालाई के मतलब तँ ढाकालाई बेकारमा बाख्रा जेमा लगाएको छु तन्न बाख्रा चाहिँ हरान्छ अनि बाख्रा हेरेको पैसा चाहिँ ए यसलाई बाख्रा हेऱ्यो भनिन्छ छरे यो टाटाले डुबाई गऱ्यो हौ मलाई लोभले लाभ लाभले बिलाप भनेको यही हो के ईश्वरको लीला पनि अपरम्पार ल भाइ पाउरोटी खाऊ है के पाउरोटी मात्रै खानु का चिया खाने पैसा पनि हाल्देऊ का दारी सुत्यो म त गाई जात्रे पो हात खुट्टा छला छले मर्नुपर्छ तँलाई पैसा दिनुभन्दा त बरु दारी सुटोले त माग्ने नै के बनाएर गयो त यसरी मन्दिरमै बस्यो भने त सार्वजनिक माग्ने भयो जस्तो छ यो जङ्गलमा आउँछौ कि आउँदैनौ आइस भने के गर्ने भन् आइस भने के गर्ने भन् आइस भने के गर्ने भन् भन् भनेको आइस भने के गर्ने भन् भनेको नागराज हजुरलाई मैले त्यत्रो आग्रह गर्दा पनि आउन मान्नु भएको थिएन अहिले एक्कासी यहाँ होइन म आउँदिन त भनेकै थिएँ रुक्मणीले यो ठाउँमा आउनको लागि धेरै आग्रह गरिन् त्यसैले यो ठाउँमा आएको हो किन के भनेन रुक्मणीले भैरवी अब धेरै संवाद नगरौँ नागराजा पनि गइहाल्नुपर्छ बरु यो कालको विष निकाल्नेतिर लागौँ हो नागुले ठिक भन्नुभयो नागराजा हामी मन्त्र सुरु गरौँ हुन्छ सबैजनाले मलाई साथ दिनुहोस् है हुन्छ अब सबैजनाले जय नागदेवता भनौँ जय नागदेवता नागगुरु तपाईँले मैले भनेको मन्त्र पढ्नुहोस् है हुन्छ नागराजा ओम नागेश्वराय नमः
उसमा भएको कालको विष सबै निक्लिसकेको छ। अब भैमा राख्नुहोस्। अब बिस्तारै उहाँलाई केही समयपछि होस आउँछ। त्यस कारणले हामी यो ठाउँमा बस्न धेरै उचित छैन। हामी लाग्छौँ। हुन्छ नागराज। जाउँ नागरी। हुन्छ नागराज। ओइ नागराज पक पक एकछिन बसौ न, मिठा मिठा कुरा गरौँ। ओइ रोनिका, हाम्रो बाटो अगाडि नआइज। हामी एउटा विशेष कामले जान आँटेको छौँ, हामीलाई नरोक। म तिमीहरूको बाटोमा आउनु खोजेको होइन, आएकै हुँ। हेर्दै जा, आज म तिमीहरूको दुईजनाको एउटै च्यान बनाउँछु। भैरवी, अनि तिमीहरूले कसरी निकाल्छस् भैरवको त्यो विष? ओइ छोडे, राम्रो मुखले भने मान्छौ कि नाग शक्ति नै चाहिन्छ? नाग शक्ति नि देखाउँछस्? देखा तेरो नाग शक्ति हेर्छु म पनि। भैरवतिर के हेर्छ चोरले हेरे जस्तो? मलाई हेर न, हेर मलाई हेर। यसले त मलाई साँच्चीकै निखोजी। नागराज, के त के हेर्छस्? म यहाँ छु। नागराज, के त के हेर्छस्? म यहाँ छु। के त छैन नि, म त यहाँ छु। नागराज, म यहाँ छु। नागराज, म यहाँ छु। यो के गर्यो कि यसले? मेरो शक्तिले यसलाई किन पराकाष्ठ गर्न सकेन? यो यसको छल हो नागराज। यसलाई त म ठिक पार्छु। हजुर एकछिन बस्दै गर्नुहोस्। तैँले यहाँबाट पो छल गरिरहेछस्? तैँले यो सब किन गरिरहेछस्? किन? यो मैले किन गरेँ, के लागि गरेँ, यो मलाई थाहा छैन। तर तँलाई म यहाँ बसेर गरेको काम कसरी थाहा भयो? तैँले अरूलाई छल्न सक्छस् होला, तर यो भैरवीलाई छल्न सक्दैनस्। भैरवी छोड! भैरवी छोड! भैरवी, ओ भैरवी, कहाँ गयो यति बेरसम्म फेरि? के आयो? छोड! अगाडि बढ्नु पर्छ। बढ। ए नागराज, अगाडि पो बढ्न खोज। बढ। सक्छ भने अगाडि बढ। यो महाकाल फेरि यहाँ किन आयो? बढ। छोड्दै भइरहेको आज यसलाई छोड्दिउँ। हामी जुन कामको लागि आएका थियौँ त्यो कामलाई धेरै ढिला हुन्छ। अहिले हामी गइहालौँ। हजुरले ठिक भन्नुभयो नागराज। हुन्छ, त्यसै गरौँ। भैरवी, के गर्दैछस् यो? छोड भनेको
यो त अझ पनि सुरिलो रहेछ त। भैरव, यसको चुरीफुरी धेरै भयो, सिध्याइदेऊ यसलाई। ओए, तैँले भैरवमाथि आक्रमण गर्ने? अब हेर्दै जा, तँलाई मैले कस्तो मृत्यु दिन्छु। भैरव, तिमीले यो के बोलेको? तिमीले त मलाई माया गर्छु भन्थ्यौ, के तिमी मलाई मार्न सक्छौ र? यो मायाका कुराले मलाई पगाल्न खोजेको होलास्, तर अब तँलाई कुनै पनि हालतमा मैले छोड्दिनँ। ओए, समात त्यसलाई। नाइ भैरव, मलाई नमार। तिमीले त मलाई माया गर्छु भन्थ्यौ, मलाई बचाऊ, नमार। त्यसलाई माया गर्दिनँ। शम्भु भन्ने को हो? ए बाबा पो आउनु भएको छ। यही बेला घरै गेडो चामल छैन, चामलको व्यवस्था गर्छु भनेर गएको पिनासी अहिलेसम्म मुन्टिएन। भन्नु त बिग ड्याड। घरमा जोगी बाबा आइसके। होइन त चामल लिएर कुन बेला मुन्टिन्छ स? भोकले त म मर्ने भएँ त। जोगी बाबा, त्यहाँ जोगी बाबा आएको भए एकचोटि फोन दिनु त। बोल्नु रे बाबा। जय शम्भु। जय शम्भु बाबा, तपाईँले भोजन गरेको हो बाबा? छैन, अब 2-4 घर डुलेर खान्छु। त्यसो भए यसो गर्नु, म यहाँ लामो लामो पुलाउ बनाउने खालको चामल लिएर आउँदैछु के। तपाईँको त्यहाँ कति जति चामल जम्मा भएको छ भन्नु त बाबा? यहाँ 2-3 माना जति छ। ए, तपाईँले पनि भात खानु भएको रहेन रहेछ। त्यो चामल चाहिँ त्यही बिग ड्याडलाई दिनु है। बिग ड्याड? मै हो, मै। मैले भनेको सुन्नुभयो नि, त्यो चामलको भात पकाएर खाँदै गर्नु के। म आएपछि त्यसको डबल चामल दिन्छु हौ। यो डाका तैँले के बोल्यो भने जोगी बाबाले यसरी भिक्षा मागे चामल हामीले खानु हुन्छ? चुप्प लागेर पकाउनु के बिग ड्याड। म एकछिनमा चामल लिएर आइहाल्छु हौ। जोगी बाबा, यो भिक्षा हामीले पकाएर खानु मिल्ला त? के को टेन्सन, एकछिनमा त डबल आइहाल्छ नि, पकाउनु। कतिखेर सकिएला त यो?